नाम लिने क्रममा लालबाबु आलु प्याज भण्डार लालबनी नगरपालिका नम्बर 7 बाट 1 बोरा प्याजको सहयोग हामी बस ओपनको केही समय पश्चात गर्नेछौँ। अनि यो प्रतियोगिता पश्चात पुरुष 40 केजी मुनितर्फ लाग्नेछौँ। पुरुष 40 केजी तर्फ सरकार पटेल आँखा कुन्दन शाही सरलाई शिरमा तयारी अवस्थामा रहिदिनुहोला। हामी महिला खुल्ला तर्फको प्रतियोगिता केही समयमा गर्नेछौँ। यो महिला 55 केजी तौलसम्मको फाइनल बाउट हो। सञ्जु सहा भर्सेस उषा रिजा। सरकार प्रत्यय कुन्दन शाही तयारी अवस्थामा रहिदिनु होला। त्यसै गरी नेपाल किसान काम कराते संघ सर्लाहीको आयोजना तथा लालबनी नगरपालिकाको विशेष आर्थिक सहयोगमा सञ्चालनमा रहेको यो तेस्रो संस्करणको तेस्रो लालबनी किसान काम कराते राष्ट्रिय खुल्ला प्रतियोगिता 2082 को प्रतियोगिता 2082 को हामी करिब अन्तिम चरणमा आइपुगेका छौँ। अहिले रिङमा फाइनल बाउटहरूको गेम भइरहेको छ। त्यसैगरी यस समापन समारोहको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुका लागि लालबनी नगरपालिकाका नगर प्रमुख आदरणीय व्यक्तित्व वासुदेव अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनुका लागि लालबनी नगरपालिका वडा नम्बर 15 का वडा अध्यक्ष आदरणीय व्यक्तित्व माफ गर्नुहोला लालबनी नगरपालिका वडा नम्बर 16 का अध्यक्ष आदरणीय व्यक्तित्व गणेश बहादुर थापाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनुका लागि लालबनी नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष आदरणीय व्यक्तित्व शुक्र पाखरिनज्यूलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु। सजिना वाइबा जहाँ भए पनि यहाँ मञ्चमा आएर सम्पर्क गरिदिनु होला। सजिना वाइबा प्रतियोगिता सञ्जु सहा सरलाई भर्सेस उषा रिजालको रोमाञ्चक प्रतियोगिता रहेको छ। ये